तपाईँहरूको फिल्डमा पठाएर त्यसरी बन्द लगाउने छ अब यो पालि लेखेको। तर यो मतलब यसको मतलब यो होइन कि किनभने हामीले फिडब्याक सुन्दाखेरि तिमीहरूको यो कामै हो गर्नै पर्यो भनेर त्यस्तो होइन। उनीहरूले तपाईँहरूको लागि एउटा इनिसिएटिभ लिएर गर्दैछ हो, उनीहरूको काम हो यो गर्नु। त्यसमा 50-50 सँगै नै हिँड्नु पर्यो। उनीहरूले त बढ्यो भनेर स्प्रे गरिदिकिन हिँड्छ, तपाईँहरू आफ्नो गयो के अरे बारीमा चाहिँ बस्नै पर्यो। किनभने तपाईँले भन्ने यो फेरोमोन होइन, अब यसको काम चाहिँ युज अफ फेरोमोन ट्र्यापको लागि चाहिँ डर्सेलिस। पहिला हामीलाई के हुन्थ्यो भन्दाखेरि योभन्दा अगाडि चाहिँ हामी कसैलाई थाहा नै थिएन कि यो चाहिँ डर्सेलिस भन्ने किरा होइन, यो चाहिँ ब्याक्टेरिया माइम्याक्स भन्ने किराले गर्दाखेरि यो फुड ड्रप भएको हो भनेर बुझ्नुभयो। एकखेपै बाट्यो भने पनि हुन्छ खासमा हो भने, तर पानीहरू परेन चाहिँ तपाईँहरूले हेर्नु पऱ्यो कि त्यसमा पानी पसेको छ कि छैन। अर्को कुरा मैले के देखेँ, यो हुन्छ नि यही झरिरहेको हुन्छ, पानी परेर त्यसमा पानी जमिन्छ गरम भएर झर्छ। सो किरा चाहिँ कहाँ चाहिँ झर्छ, फेरि किरा त ओडालेर निस्केर बाहिरै आउँछ। तपाईँहरूले फिल्ड गएर आफ्नो फिल्डमा एभ्री टाइम एटलिस्ट हप्तामा 2 खेप 3 खेप त्यसबाट तपाईँहरूले रोकथाम गर्छ। फेरोमोन ट्र्यापले नै रोकथाम गर्छ। 2टा किसिमको हुन्छ भनेको छु नि त, ब्याक्टेरिया माइम्याक्स र ब्याक्टेरिया डर्सेलिस। यो चाहिँ ब्याक्टेरिया डर्सेलिसको लागि हो। यो चाहिँ फेरि योले हुँदैन भनेर होइन, थुप्रै किसिमको हुन्छ नि त, बिमारी थुप्रै किसिमको हुन्छ। त्यस्तै प्रकारले किरा थुप्रै किसिमको हुन्छ। थुप्रै किसिम भएकोले गर्दा चाहिँ एउटा किरा रोकथाम गर्ने चाहिँ यो दबाई बुझ्नुभयो। तर त्यसको मुनिपट्टिको चाहिँ के गर्नु पऱ्यो, तपाईँहरूले याद गर्नु पऱ्यो कि खुल्ला छ कि छैन भनेर बन्द हुनुपर्छ। ब्याक्टेरिया डर्सेलिस चाहिँ त्यसमा अट्र्याक्ट भएर चाहिँ त्यसको गन्धले अट्र्याक्ट भएर चाहिँ त्यहाँ जाँदाखेरि चाहिँ कुवा मार्नु पऱ्यो बुझ्नुभयो। तर तपाईँहरूले त्यो तलको गट्टा चाहिँ बन्द गरेको छैन भने उनीहरू उडेर जान्छ। त्यो गऱ्यो भने के हुन्छ त भन्नुहोस् त। यो डर्सेलिस 2टा तपाईँहरूलाई मैले अघि भनेको जस्तो यो चाहिँ पक्रिने डर्सेलिस पक्रेको अब यसमा त्यसले काम नगरेको छैन भने काम गरेको छैन भनेर नभन्दा पनि हुन्छ, किनभने हामीले यो रिसर्च गर्दाखेरि हेरेको। सो यो पक्रिने सबै डर्सेलिस हो, ब्याक्टेरिया माइम्याक्स होइन डर्सेलिस हो। सो एउटा झर्नेको कारण चाहिँ यो पनि हो। सो तपाईँहरूले यो फेरोमोन ट्र्याप गरेर चाहिँ के हुनसक्छ, कन्ट्रोल गर्नु सक्छ भयो। अब अर्को बस्नु तपाईँ बुझ्दै भन्नुभएको जस्तो यसरी झर्छ होइन त, यसरी झर्छ अहिले जुन अब त्यो चाहिँ नि यस्तो म उनीहरूले भन्नु नजानेको कि तपाईँहरूले गर्नु नजानेको। किनभने हाम्रो बागतहरू पनि कस्तो छ भने हाम्रो बागत मात्रै होइन, म आफै पनि मैले त अब यो गरेर हामीलाई याद छ अब के गर्नुपर्छ भनेर। प्लस मैले के देखेँ यसमा कन्ट्रोल हुँदो रहेछ, रोकथाम हुँदो रहेछ भनेर चाहिँ अझै मैले तपाईँहरूलाई भन्छु नि त। हाम्रो टाइम हुन्छ अक्टोबर नोभेम्बरहरूमा झर्छ तपाईँहरू होइन। यो दबाई हाम्रो जुन चाहिँ दबाई स्प्रे गर्छ यो कहिले गर्छ, हाम्रो अब मे बुझ्नुभयो, मेहरूतिर गर्छ होइन। अब पहिला के गर्थ्यो तपाईँहरूलाई के गर्नु भनेर भन्थ्यो, त्यो किरा झरेको त्यो फलहरू झरेकोलाई पकाउनु, बोइल गरेर गाईहरूलाई दिँदा पनि हुन्छ, यो उमालेर यस्तो गर्नु भनेर यो चाहिँ हाम्रो बाबाहरूले पहिला यसरी गर्ने गर्थ्यो होइन।
छैन हो। त्यहाँदेखि कुनै यस्तो प्रब्लम भएको सुनेर हाम्रो सिनियर अफिसर्सहरूले पनि अरू कन्ट्री अरू नेपाल भयो हाम्रो भुटान भयो त्यहाँनिर पनि यस्तो हुँदैछ भनेर थाहा पाउँदाखेरि चाहिँ उहाँहरूले त्यहाँको मान्छेहरूलाई बोलायो। त्यहाँदेखिको यसरी हामी यसरी ब्रेन स्टर्मिङ गऱ्यो हामीले के हुँदैछ भनेर हो। त्यहाँदेखि त्यसको त्यो किरा साँच्चीमै त्यो डर्सलिस भन्ने हो कि ब्याक्टेरियामेनाइट्स भन्ने हो भनेर हेर्दाखेरि चाहिँ डर्सलिस होइन ब्याक्टेरियामेनाइट्सले गर्दाखेरि चाहिँ यो डल्लै झरेको रहेछ भनेर थाहा पाउँदाखेरि चाहिँ त्यहाँदेखिको यो स्टेप्सहरू लिएर आएको। त्यो किरा जुन चाहिँ तपाईँहरूको फुड ड्रप हुने कारणको किरा चाहिँ यो हो ब्याक्टेरियामेनाइट्स भनेर भन्नुभयो। तपाईँले जुन चाहिँ देख्नुहुँदैछ नि त्यो चाहिँ बच्चा होइन। अब त्यो चाहिँ अब त्यसमा पनि आउँछ कि म फेरि जम्प गरेँ यो सबै हामीले नि तपाईँहरूलाई त्यस्तै आएर भनेको होइन। हामीले रिसर्च गर्यो भयो कि भएन भनेर भन्यो तपाईँहरूकै यतै छेउकै मान्छे कि होइन भनेर चाहिँ यो गरेको। तपाईँहरूले नि यो काममा नि इन्ट्रेस्ट देखाउँदैन होला भनेर चाहिँ मैले नि यो तपाईँहरूलाई नि अब सबुत साथ लिएर देखाइदिएको गर्नुहोस् भनेर, किनभने तपाईँहरूकै नाफाको लागि हो नि त। सो हामीले चाहिँ पहिला के गर्दाखेरि चाहिँ स्टार्टिङ गर्दाखेरि चाहिँ मिमिक ट्र्याप भन्ने हुन्थ्यो, त्यो डल्लो खालको सुन्तलाकै गोली जस्तो हुन्थ्यो हो। त्यसले चाहिँ हामीले चेक गर्यो कि यो चाहिँ डर्सलिस हो कि ब्याक्टेरियामेनाइट्स हो भनेर। माइनाक्स हो भन्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ हामीले यो जुन चाहिँ टफ टाइम अब भुइँमा झरिसकेर चाहिँ उनीहरू चाहिँ भुइँभित्रै बस्छ, माटोभित्रै बस्ने गर्छ, कोपल भएर बस्छ त्यहाँ होइन। यो टाइममा चाहिँ अब उडेर निस्केर आउँछ। त्यो अघिको प्रिभियस फोटो नै नि अब चाहिँ उनीहरू त्यो स्टेजमा पुगेर उडेर अडल्ट इमर्जेन्स भनेको छ नि यता देख्यो अप्रिल मेमा अडल्ट इमर्जेन्स। यो जब ठुलो हुन्छ त्यो जुन चाहिँ अघि फर्स्ट किरा देखायो त्यो चाहिँ अडल्ट भएको हो नि त। त्यो चाहिँ अब उडेर निस्किन्छ माटोभित्रबाट हो। त्यहाँदेखिको जब मोटर साइजमा हुन्छ हाम्रो सुन्तला त्यो टाइममा चाहिँ ठिकै उहाँ सरले सधैँ भनिबस्नुहुन्छ हेलिकप्टरलाई पनि ल्यान्ड गर्नुको लागि जग्गा चाहिन्छ नि त होइन। त्यस्तै प्रकारले उनीहरूलाई पनि त्यहाँ ल्यान्ड हुनुको लागि जग्गा ठिकै मिल्ने प्रकारले अनि त्यहाँ पार्नुको लागि त्यहाँ मिल्ने टाइम चाहिँ कहिले हो भन्दाखेरि जब चाहिँ कहिले हो मोटरको दानाको साइज हो मेन चाहिँ उनीहरूले अन्डा पार्ने टाइम ठिकै हुन्छ बुझ्नुभयो। त्यही कारण चाहिँ अब त्यो अन्डा अहिले नै पार्यो भने त त्यो सानो भयो होइन। जति सुन्तला बढ्दै 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 जान्छ त्यो किरा पनि त्यही भित्रै ठुलो हुँदै 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 जान्छ। त्यो किराले खाना पनि मजाले पाउँदैछ, प्रोटिन पाउँदैछ नि त त्यो भित्रबाट। उसलाई ठुलो हुनुको लागि त प्रोटिन चाहियो नि त। सो त्यो भित्र पसिसकेर ठुलो हुँदै हुँदै जान्छ। तपाईँहरूले थाहा पनि पाउँदैन त्यो भित्र किरा छ। त्यही राम्रोसँगले हेऱ्यो भने मैले सानो टिक्क परेको त्यो सेतो खालको त्यस्तो टिक्क टिक्क मात्रै हुन्छ। त्यो किरा चाहिँ एक स्टेज भयो होइन। त्यहाँदेखिको चाहिँ त्यो भित्रै बस्दै 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 उनीहरू लार्भामा छिन्छ। त्यो सेतो सेतो मासुको किरा जस्तो हुन्छ हो। त्यो त्यही भित्र नै हुन्छ होइन। त्यहाँदेखिको चाहिँ कहिले झर्छ जब चाहिँ हार्भेस्ट हुनु आँटेको बेलामा चाहिँ झर्छ। झरेर भुइँमा जान्छ। भुइँमा गएर चाहिँ त्यहाँदेखिको अब उसले खाइसक्यो सबै सुन्तला, ठुलो पनि हुँदैछ होइन। प्रोटिन जति चाहिने हो त्यो सबै उनीहरूले त्यो सुन्तलाबाट खायो। त्यहाँदेखि फेरि के हुन्छ फेरि उडेर निस्केर आउँछ। त्यसले गर्दा चाहिँ अब अर्को कुरा फर्स्ट मैले भनिहालेँ। सेकेन्ड त्यसले गर्दाखेरि चाहिँ हामीले म्याडमहरूले दिनुहुने प्लास्टिकमा चाहिँ तपाईँहरूले के हाल्नु भनेको त्यो सुन्तला झरेको सुन्तला चाहिँ भित्र हाल्नुहोस् भनेको कारण चाहिँ त्यही कारण हो। किनभने तपाईँहरूले सुन्तला त्यो टिपेन भित्र हालेन प्लास्टिकभित्र हालेन भने पनि फेरि त्यो माटोमा जान्छ, माटोदेखिको भित्र बस्छ, कोपल गएर बस्छ, फेरि नेक्स्ट इयर फेरि निस्किन्छ। अब यो सेकेन्ड भयो होइन। सेकेन्ड तपाईँहरूले सेकेन्ड कन्ट्रोल मेजर्स के गर्नु पर्यो। अब यो सालका के अरे रुख छ भने त्यहीँ राख्नुहोस्। त्यही सबै 10वटाको जतिवटा रुख झरेको छ त्यहीँ भित्र हाल्नुहोस्। तर के गर्नु पर्यो
कसेर बन्द गरेर राख्नु पऱ्यो, निसासेर त्यहीँ मोडोस् भनेर, बुझ्नुभयो? त्यहीँभित्र मोड्नुपर्छ है, बाहिर निस्क्यो भन्दाखेरि प्लास्टिकमा चाहिँ हाल्नै पऱ्यो हो। त्यहाँदेखि म बाँधेर कसेर राख्नु पऱ्यो। तपाईँहरूले फेरि यत्रो ठुलो बेसी रुट छ, हामीलाई यति मात्रै प्लास्टिक दियो भनेर भन्छ होइन। मेरोमा पनि त्यसको पनि एन्सर छ, किनभने हामीले गरेर नि सिधा के एन्सर छ भन्दाखेरि त्यो त्यहाँ राखेको हुन्छ नि, कुहिहाल्छ, तातो हुन्छ नि त, तातेर कुहिहाल्छ। तपाईँहरू कुन त्यो प्लास्टिक भन्ने चान्स चाहिँ पाउँदैन, किनभने कुहिएर सबै पानी दुध भएर तल्लै बसिहाल्छ। तपाईँहरूको त्यो हामीलाई त पार्सलमा मात्रै प्लास्टिक दियो, यस्तो मात्रै प्लास्टिक दियो भनेर नभन्नु हुन्छ। खाएमा भने फेरि यो यसरी नै जान्छ हो। त्यहाँदेखि यो माटोभित्र पस्छ, माटोभित्र पसिसकेर नेक्स्ट इयर फेरि यो अडर एभर्टेन्स हुन्छ, फेरि अडर एभर्टेन्स भएर फेरि यसरी अन्डा पार्छ, यो यस्तै जान्छ, यो किराले खाइसकेर त्यहाँदेखि फेरि झर्छ माटोमा फेरि यही हो साइकल, बुझ्नुभयो? यो खिची पनि राख्नुहोस्, तपाईँहरूलाई सजिलो पनि पर्छ। अब यो यतिकै हेरेर कसले बुझ्दैन, अब स्प्रे गरेको जस्तो त्यस्तो हुँदै होइन। यो स्प्रे उसलाई एउटा हुन्छ नि क्या ट्र्याप गरेर चाहिँ उसलाई त्यसमा बोलाउनुको लागि चाहिँ प्रोटिन बेस युज गर्दैछ, बुझ्नुभयो? त्यो सामान चाहिँ चाइनाबाट आइसकेको छ, प्रोटिन बेस भन्ने इकोनाइटेडबाट चाहिँ लिएर आएर चाहिँ तपाईँहरूको लागि मगाएको छ होइन। तर त्यो मात्रै लगाएर चाहिँ मर्दैन हाम्रो किरा, त्यो मात्रै लगायो भने चाहिँ के हुन्छ, त्यो त उसले खाना मात्रै खानेको लागि मात्रै हुन्छ, त्यो त उसलाई ट्र्याप गर्नुको लागि बोलाएको जसरी यो के अरे त्यो पोइजन घाँस उसको लागि हो। हामीले अब केमिकल युज गर्नु पाउँदैन होइन, तर जुन चाहिँ यो स्पिनोसाइड छ यो चाहिँ हाम्रो सिक्किममा चाहिँ अर्ग्यानिक भएर पनि यो चाहिँ युज गर्नु सक्ने खालको पर्मिसेबल छ। त्यसले गर्दाखेरि हामीले यो दुईटाको कम्बिनेसन गरेर चाहिँ त्यहाँदेखि स्प्रे गर्नुपर्छ, बुझ्नुभयो? बुझ्नुहुँदैछ? स्पिनोसाइड चाहिँ यो हो। अब त्यो हो, यो चाहिँ पोइजन हो, केमिकल। अब हाम्रो सिक्किममा युज गर्नु सक्ने खालको केमिकल चाहिँ यो मात्रै हो। जसरी अरू दबाईहरू पनि हुन्छ, निमको निमोनियादेखि त्यस्तै प्रकारले यो दबाई पनि हामीले के गर्नु सक्छ, अरू पनि हामीले युज गर्नु सक्छ हो। प्रोटिन बेस चाहिँ त्यसलाई ट्र्याप गर्ने भयो होइन। त्यो खानु आउँदाखेरि चाहिँ उनीहरूलाई त थाहा हुँदैन नि त त्यसमा यो पोइजन मिक्स गरेको छ भनेर होइन। त्यसरी चाहिँ उनीहरू त्यो प्रोटिन बेस खानु आउँदाखेरि उनीहरूको खाना हो भनेर खानु आउँदाखेरि चाहिँ के हुन्छ, योले गर्दाखेरि चाहिँ उनीहरू मर्छ, बुझ्नुभयो? त्यसले गर्दा चाहिँ उनीहरूले मल लाग्छ। भर्खरको 3-4 वर्ष 3 वर्षहरूमा लगाउनु परेन हो। फ्रुटिङ ट्रिज, त्यो फ्रुटिङ ट्रिजमा पनि 3:1 गरेर लगाउनु पऱ्यो होइन। यसलाई हेर्नुहोस् 1 2 3 4 5 छ होइन। 5जना अब 6 7 8 9 होइन। 9वटा रुट छ भने कतिवटामा लगाउनु पऱ्यो? 3:1 भनेको के हो? 3टामा लगाउनु पऱ्यो होइन। 3-3वटामा एउटालाई लगाउनु पऱ्यो, 3-3वटामा एउटालाई लगाउनु पऱ्यो, सबै 3वटामा लगाउनु पर्दैन। त्यही कारण तपाईँहरूको फार्मर्सहरूको घरमा कतिवटा रुट छ त्यो याद गर्नु पऱ्यो। नभएन भने चाहिँ तपाईँहरूको यो सल्युसन चाहिँ कति हो, कति निकाल्नु पर्ने, कति हाल्नु पर्ने त्यो स्प्रेयरमा तपाईँलाई थाहै। स्पट छ 200वटा स्पटमा एउटा रुटमा 17 ml अफ प्रोटिन बेस मात्रै चाहिन्छ। 17 मिलिलिटर है, इट्स भेरी लेस। मिलिलिटर भनेको 17 ml भनेको भेरी लेस होइन। एउटा स्पटमा 17 ml लाग्यो भने 200 स्पटमा कति हुन्छ? 200 into 17 ml होइन। त्यही गर्दाखेरि 3400 मिलिलिटर हुन्छ। 3400 मिलिलिटर भनेको कति हो लिटर? हालिसकेर चाहिँ 3.4 into कति भयो? 1.5 ml। एउटा स्पटमा 17 ml र 1.5 ml मात्रै चाहिन्छ स्पिनोसाइड। प्रोटिन बेस 17 ml चाहिन्छ, स्पिनोसाइड 1.5 ml मात्रै चाहिन्छ। त्यसले गर्दा 3.4 लिटर into 1.5 ml गर्दाखेरि 5.1 मिलिलिटर मात्रै आउँछ। 1.5 मिलिलिटर भनेको कति हो?
कति युज गर्नुहुन्छ? 5.1 मिलिलिटर भनेको लिटर होइन है, 5.1 मिलिलिटर भनेको चाहिँ नानीहरूलाई दबाईहरू दिँदा 5 ml मात्रै दिनुभन्दा कति चाहिँ युज गर्छ? यति मात्रै युज गर्छ त्यो क्यापको, यति मात्रै होइन। सिरिन्ज दिनुपर्छ। पानी चाहिँ अब यो नहेर्नु, यो 3.4 लिटर छ नि, त्यसको डबल हो। 3.4 लिटरको डबल कति हुन्छ? 6 मात्रै हाल्छ। त्यहाँदेखि यो दुईवटा मिक्स गरिसकेर मात्रै पानी हाल्नुपर्छ। अझै गरेर सबैसँगै हाल्नु मिल्दैन, बुझ्नुभयो? त्यस्तै यसरी नै यही सिक्वेन्समा नै हाल्नु पऱ्यो। त्यहाँदेखि काठ या फेरि कुनै डन्ठीहरू हुन्छ नि, त्यसले मजाले मिक्स गर्नु पऱ्यो। र त्यहाँदेखिको स्प्रेयरमा हाल्नु पऱ्यो। गरेर एकैचोटि स्प्रेयरमा गर्नु मिल्दैन, बुझ्नुभयो? पहिला बाल्टीमै हाल्नु पऱ्यो, त्यहाँदेखि मात्रै सबै स्प्रेयरमा हाल्नु पऱ्यो। अब यसको स्प्रे गर्ने तरिका बताउँछु ल। स्प्रे गर्ने तरिका सुन्नुहोस् ल। स्प्रे गर्ने तरिका कस्तो हुन्छ भन्दा, अरू बेला तपाईँहरूले स्प्रे गर्दाखेरि दबाईहरू दिँदा जान्छ भन्नुहोस् त कसरी गर्नुहुन्छ? अब 9वटामा 3टामा मात्रै गर्नु पऱ्यो, 12वटामा 4टामा मात्रै गर्नु पऱ्यो होइन। तर स्प्रे पनि तपाईँहरूले रुखभरि गर्नु परेन, रुखको वरिपरि पनि गर्नु परेन। सुन्नै यो राम्रोसँगले रुखको तल गएर पिना तपाईँहरूलाई गर्नु आउँदैन। कसरी गर्दैछ म सोध्छु पनि होइन, बिकज यसमा चाहिँ म नि आफैले पनि एउटा गरेर नि आई वान्ट तपाईँहरूले पनि राम्रोसँगले सिकोस् भनेर है। किनभने तपाईँहरूकोबाट राम्रो खालको रिजल्ट आएन भने म तपाईँहरूकै गल्ती हो भनेर सोच्छु। किनभने हामीले गरिरहेको छ, वेस्ट सिक्किमबाट अघि भर्खर पनि फोन आयो कि त्यहाँ पनि आएर गरिदिनु भनेर हो। त्यसले गर्दाखेरि राम्रो हुनुहुन्छ ल। स्प्रे कता गर्नु पऱ्यो? स्प्रे चाहिँ 3:1 मा गर्नु पऱ्यो होइन। अब रुख हुन्छ होइन, रुख वरिपरि गर्नुपर्छ होइन। कता गर्नु पऱ्यो? जहाँ चाहिँ यसो हेर्दाखेरि पनि, हामीले हेर्दाखेरि पनि ध्यान बाक्लो भएको जग्गा। अब यो रुख भयो, यसमा 3टा बेसी छ नि त, यो अमिलो भएको जस्तो गर्नाले ब्रान्च यसमा बेसी छ, पत्ता यसमा बेसी छ भने पनि, अल्सो घाम लाग्ने जग्गाहरू यता छ भने पनि यो जग्गामा मात्रै यस्तो गरेर स्प्रे गर्नु पऱ्यो, गरेर हो। एक खेप मात्रै गर्नु पऱ्यो, बुझ्नुभयो? एक खेप मात्रै गर्नुपर्छ, सक्यो। अर्को के गर्नु पऱ्यो? पत्ताको मुनि गर्नु पऱ्यो। मैले स्प्रे भन्दा यसरी स्प्रे किन नभनेको? पर्फ्युम लाउँदा यसरी लाउँछ होइन, त्यस्तै गर्दा स्प्रे भन्दाखेरि यसरी मात्रै किन भनिनँ? यसरी गर्नुको कारण छ। मैले किन यसरी गर्नु भनेको भन्दाखेरि पत्ताको मुनिपट्टि मात्रै लगाउनुपर्छ। उनीहरू चाहिँ आएर त्यही पत्ताको मुनिपट्टिमा थुप्रा थुप्रा बसेको हुन्छ, प्रोटिन रेटको थुप्रा, त्यो झुला खान्छ, त्यहाँदेखिको मर्छ, बुझ्नुभयो? उनीहरू ल्यान्डिङ गर्ने जग्गा हेर्नु पऱ्यो। पहिला त बाक्लो बाक्लो खालको पत्ताहरू बेसी भएको, ध्यान बेसी भएको त्यो जग्गामा तपाईँहरूले स्प्रे गर्नु पऱ्यो। अर्को चाहिँ मुनि यसरी गरेर स्प्रे गर्नु पऱ्यो, मुनिबाट माथिबाट गर्नु भएन। किन गर्नु भएन भन्दाखेरि हाम्रो पानी पर्ने टाइम हो, यो किराको अडल्ट हुने टाइम, ठुलो हुने टाइम र अन्डा पार्ने टाइम सबै सँगै नै हुन्छ पानी। अन्त हामीले स्प्रे माथिबाट पऱ्यो भने के हुन्छ? पत्ताबाट पानी पऱ्यो भने सबै चुहेर जान्छ हो। त्यसले गर्दाखेरि चाहिँ हामीले मुनिबाट पर्दैन। तपाईँहरूले गाई बस्तुहरूलाई दिनु पनि हुँदैन हो। तर त्यो चाहिँ गुड जस्तो स्मेल आउँछ, त्यसले गर्दाखेरि के हुन्छ? सिक्किन्छ मजाले। तर 5-10 मिनट पऱ्यो भने तपाईँहरूले स्टप गर्नु पऱ्यो इच्छिङको लागि होइन। त्यहाँदेखिको फेरि एकछिन 15 मिनटै पानी परेन भने पनि न्याय गरेर छोड्यो। त्यसमा त्यो पनि हामी आफैले हाम्रो पानी परेको कन्डिसन, वेदर कन्डिसनहरूले गर्दा भनेको म्याक्सिमम् भनेको 48 आवर्स। त्योभन्दा बेसी मिक्स गरेर राखेर त्यहाँदेखि स्प्रे गऱ्यो भने चाहिँ यसको काम केही हुँदैन हो। त्यसले गर्दा चाहिँ तपाईँहरूले 24 आवर्स भित्रमा गर्नु सक्नु पऱ्यो हो।
याद गर्नु सक्ने खालको त्यो रिबन चाहिँ अब यो हाँगामा गरेको छ भने यो हाँगामा राख्नुहोस् त्यहाँदेखिको स्प्रे गर्नुहोस् त्यो चाहिँ तर फर्स्ट स्प्रे गर्नु मात्रै हो त्यहाँदेखिको नेक्स्ट टाइम गर्नु पऱ्यो नेक्स्ट टाइम त्यही जग्गा हो त्यो चाहिँ माफ गर्नु लागि मात्रै हो अर्को चाहिँ तपाईँहरूले गरिसकेर रिबन काट्नु मिल्दैन किन भन्नुहोस् त तपाईँ लागेको हुन्छ हामीले यस्तो गर्दा हल्लाउँछ ओर्छ भरे
यसरी स्प्रे गर्दा यसरी गर्नु कता चाहिँ गर्नु चाहिँ राम्रो ठिक जग्गा चाहिँ कता हो जस्तो लाग्छ जान